हेलो गाइज ह्याप्पी न्यु इयर सम्पूर्णमा होइन नयाँ वर्षको मङ्गलमय शुभकामना भन्न चाहन्छु है त। ल हामी चाहिँ फाइनली अब माथि बजार लाग्ने रहेछ होइन, गौरी टप मेला होइन, गौरी टप मेलामा जानलाई दाइहरूसँग टक्क गौरी टप मेलामा जानलाई सबजना रेडी भइसक्यौँ होइन, सबैजना गइसक्नु भयो क्या। ल लाग्यौँ है त गाइज बजार सबैजनालाई। यस्तै हुन्छ क्या यो बाइकमा समस्या चाहिँ। ल हामी चाहिँ बजार एरिया पुगिसक्यो यहाँ त होइन। लास्टै चिप्लो छ ल बजारमा। पछाडि चाहिँ साथी है त होइन। ल गाइज हामी चाहिँ अहिले चाहिँ बजार ल ट्याक्क छिरिसक्यो है त। ट्राफिकहरू यहाँ रहेछ घरहरू माथिलाई। ए मान्छे त वाइल्ड छ हेर्न सक्नुहुन्छ है। ओइ मान्छे त के हो यति धेरै। ल बजारको चहल पहल देख्न सक्नुहुन्छ, यति धेरै मान्छे छ नि, अझै आउन बाँकी नै छ होइन। जाऊँ दाइ हामी ए फोटो खिचिदिनु पर्ने। मान्छे भन्दा नि गाडी रहेछ देख्न सक्नुहुन्छ चौरैभरि पुरै। मन्दिर चाहिँ यो माथि डाँडामा छ, अब जान्छौँ हामी मन्दिर दर्शन गर्नलाई। ल अहिले चाहिँ हामी माथि डाँडामा आइसक्यो, देख्न सक्नुहुन्छ मन्दिरमा होइन। यस्तो धेरै चहल पहल छ कि देख्न सक्नुहुन्छ यता मान्छेहरू वाइल्डै छ। मन्दिरमा लाइन यति धेरै लाइन छ होइन। गौरी टप मन्दिर है यो चाहिँ ठुलो
बोलाउ त यहाँ भित्र जान दिन्न के टिका नलाऊ यहाँ सादा हुन्छ दिदी टिका नलाऊ कति दिन्छ टिका लाम न भन्नु खोजेको लाम त यहाँ टिका लाम अब भित्र त लाइन रहेछ पुरै ल दाइ टिका लाउनु त ल हाम्रो पेम्री भाइ आशीर्वाद दिँदै हुनुहुन्छ हाम्रो गुरुआमासँग ल ल ल छेकेर भएन यो बजारमा चाहिँ अब यो के भन्छ चिठा रहेछ खोइ तानौँ न मोबाइल पार्दिनु पर्यो क्या के चाहिँ पर्छ त हौ डबलको एउटा दिए नि त पहललाई कुन चाहिँ दिउँ त यार जुन हेरेर जुन ल्याउने भए पनि होइन यो राख्छ ल चक्लेट 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 2 पिस 50को 2 पिस 25 रुपियाँ गोटाको छ त्यही पनि यो हेर्नु यो कमी चक्लेट ल जम 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 रमाइलो गाइस 25 रुपियाँ गोटाको चक्लेट लिएर के चक्लेट खान्छ काटिँदैन ल अब चिट्टा देख्न सक्नुहुन्छ है त मान्छे यति धेरै छ नि गाडीहरू पर पर डाँडामा चाहिँ गाडीहरू मान्छे पुरा सुनिरहेछ गौरी टप मेला है त गाइस मान्छे चाहिँ वाइल्डै हुने हो यहाँ नि नाच्दै नाचिरहेछ होइन हाम्रो दाइहरू नि राइस खेल्नलाई गइरहनु भएको छ तल तल म नि त्यहीँ जानुपर्ने हुन्छ एकछिन गेमसेम खेल्ने बस्ने अब त्यही त हो ल गाइस यहाँको मेला चाहिँ यस्तै हो देख्न सक्नुहुन्छ होइन आउने मन्दिर दर्शन गर्ने अनि डाँडातिर बस्ने होइन फोटोसोटो खिच्ने अनि ट्यागको लाएर आफ्नो टिम बनाएर खाने बस्ने हो क्या यहाँको बजार चाहिँ त्यही हो देख्न सक्नुहुन्छ है त पसलहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ ल गाइज हामी चाहिँ अब बजार भरिवरि होइन घर फर्किने बेला भइसक्यो देख्न सक्नुहुन्छ है सबैजना फर्किने बेला भइसक्यो सो भिडियो के कस्तो लाग्छ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है।